आज हामीले यो एन्डेक्स सफ्टवेयरमा चाहिँ एउटा समस्या छ। त्यो समस्या आयो भने चाहिँ हामीले त्यसलाई चाहिँ कसरी सर्ट आउट गर्ने भन्ने कुरा चाहिँ सिक्नु। यहाँ हेर्नुहोस्, यहाँ एड आइराखेको छ। यस्तो एड आयो भने चाहिँ हामीले चाहिँ अरू इन्डेक्सहरू चाहिँ एक्सेस गर्न सक्दैन। यो टाइम सकेपछि मात्र सकिन्छ एक्सेस गर्न। फेरि बिचमा चाहिँ यस्तो टाइममा आउँछ। अब यस्तो खण्डमा चाहिँ हामीले के गर्न सकिन्छ भन्ने कुरा चाहिँ म यो भिडियोमा सिकाउने छु। यो धेरैको समस्या हो। यसले चाहिँ अब यो हट्दै हट्दैन यहाँबाट। यो हामीले चाहिँ यसलाई चाहिँ सोलुसन चाहिँ कसरी गर्ने। अब दैनिक जीवनमा चाहिँ हामीले सधैँ इन्डेक्सहरू चाहिँ प्रयोग गरिराखेको छौँ। यस्तो समस्या चाहिँ एउटालाई नभयो भने सबैलाई चाहिँ आइरहेको हुन्छ। त्यसको लागि चाहिँ हामीले यसलाई कसरी सर्ट आउट गर्ने। अब यहाँनिर चाहिँ हाम्रो अब यसलाई चाहिँ सुरुमा चाहिँ हामीले इन्डेक्सलाई नै अनइन्स्टल गर्नु पऱ्यो। अनइन्स्टलको लागि चाहिँ हामीले अब तपाईँले जहाँबाट सजिलो लाग्छ कन्ट्रोल प्यानलबाट निकाल्न सक्नुभयो। तपाईँले जसले सजिलो लाग्छ त्यहाँबाट अनइन्स्टल यसलाई चाहिँ रिमुभ कन्फिगरेसन अफ फाइल्स भनेर हुन्छ, त्यो सबै चाहिँ हटाउनुपर्छ। अब यसरी चाहिँ मैले यसमा चाहिँ हटाउँछु। यहाँबाट नट रेस्पोन्डिङ भनिरहेको छ, हट्छ यो। अब यो इन्डेक्स चाहिँ मेरो यहाँबाट हेर्नुहुन्छ यो हटेर गयो मेरो। यसरी चाहिँ मेसेज आउँछ अनइन्स्टल इन्डेक्स भनेर। त्यसपछि यो हाम्रो काम अहिले सकिएको छैन। त्यसको लागि चाहिँ हामीले अब यो सी ड्राइभ खोल्नुपर्छ। सी ड्राइभमा चाहिँ हामीले यो एउटा इन्डेक्स भनेर चाहिँ फाइल बसिरहेको हुन्छ। त्यो फाइललाई चाहिँ हामीले हटाउनुपर्छ। त्यसको लागि फेरि यहाँ खोज्दाखेरि मैले भेटेन यहाँ इन्डेक्स फाइल। अब यस्तो अवस्थामा चाहिँ तपाईँको पनि भेटिएन छैन भने चाहिँ यहाँ चाहिँ अर्को तरिकाले हामीले खोज्न सकिन्छ। यहाँ भ्यू भनेर हुन्छ। त्यो भ्यूमा चाहिँ तपाईँको हिडन फाइल भनेर हुन्छ। हिडन फाइलले गर्दाखेरि यहाँ हेर्नुहुन्छ यो थोरै हाइड भएको छ। तपाईँले हाइड एन्ड नन हाइड फोल्डरको बारेमा सिक्नु भएको छ भने चाहिँ त्यो चाहिँ पक्कै थाहा पाउनुहुन्छ। अब यहाँ एउटा मैले इन्डेक्स पाएँ, यहाँ चाहिँ फाइल ट्रेसर भनेर छ। अब यसलाई चाहिँ मैले यहाँबाट डिलिट गरिदिएँ। डिलिट गरिसकेपछि फेरि यहाँ इन्डेक्स बसिरहेको हुन्छ। यसलाई पनि डिलिट गरिदिनुपर्छ हामीले। यहाँबाट कन्टिन्यू गर्ने। कन्टिन्यू भइसकेपछि हाम्रो यसलाई चाहिँ अब यसको अर्को फाइलमा नि खोजेँ, यसमा चाहिँ छैन। अब फाइलहरू चाहिँ छ भने चाहिँ इन्डेक्स भनेर लेखेको फाइलहरू छ भने चाहिँ त्यसरी चाहिँ हामीले डिलिट गर्नुपर्छ। अब यहाँ चाहिँ मैले डाउनलोड गरेर अलरेडी मैले खोजिरहेको छु। यसमा चाहिँ मैले अलरेडी डाउनलोड गरेको छैन। अब त्यसको लागि चाहिँ मैले पहिला पनि भिडियो बनाएको छु कसरी डाउनलोड गर्ने भन्ने। यदि तपाईँहरूलाई चाहिँ आउँदैन भनेपछि मेरो पुरानो भिडियोमा हेर्न सक्नुहुन्छ। यसमा चाहिँ इन्डेक्स डाउनलोड भनेर चाहिँ मैले एउटा फेरि अर्को नयाँ डाउनलोड गरेँ। नयाँ डाउनलोड हामीले सजिलै गर्न सकिन्छ। अब देख्नुहुन्छ मेरो यो इन्डेक्स चाहिँ डाउनलोड भइसकेको छ। यहाँ चाहिँ मेरो थोरै टाइम लियो। यसले चाहिँ थोरै टाइम लिइरहेको छ। मेरो यो डाउनलोड भएर थोरै टाइम लियो। तपाईँको चाहिँ यो लिँदैन। त्यसरी चाहिँ मैले चाहिँ अब यसरी हेर्नुहुन्छ। यसमा डाउनलोडमा गएर तपाईँको यो प्रोग्राम भनेर ठाउँमा चाहिँ इन्डेक्स भनेर बसिरहेको हुन्छ। यसरी चाहिँ यो तपाईँको डाउनलोड भएपछि यसरी ओपन हुन्छ। यसरी इन्डेक्स भनेर बसिरहेको हुन्छ। जस्ट सिम्पल त्यसले के गर्नु पर्दैन। अनि डबल क्लिक गर्ने। डबल क्लिक गरिसकेपछि एउटा यस्तो इन्टरफेस खुल्छ। यो मेरो पिसीले गर्दा चाहिँ थोरै प्रब्लम दिएको, तर तपाईँको इन्टरफेस सजिलै खुल्छ। यहाँ डु यु वान्ट टु इन्स्टल भनेर भन्छ। यस गर्नुपर्छ हामीले। इन्स्टल गर्दाखेरि चाहिँ एक्सेप्ट अल गरेर यसरी चाहिँ हाम्रो इन्डेक्स एकैछिनमा इन्स्टल हुन्छ। अब यहाँ देख्न सक्नुहुन्छ तपाईँले
मैले चाहिँ यो मेरो नम्बर अलरेडी आइसकेको छ। मैले चाहिँ यो डेस्कटपमा कनेक्ट गर्छु। अब पहिलाको जस्तो जुन चाहिँ तपाईँले एड देखिराख्नु भएको छ त्यस्तो समस्या चाहिँ के पनि आउँदैन। यसरी चाहिँ सजिलै हामीले चाहिँ कनेक्ट गर्न सकिन्छ। त्यसपछि अब यो चाहिँ धेरैको समस्या रहेको हुनाले